के थियो र कारण आज मैले छिटै पसल बन्द गर्नुको त्यसको लागि मिनी ब्लग हेर्नु होला सबै मेरो लास्टसम्म हेर्नु होला सो वेलकम टु माई मिनी ब्लग हेलो गाइस मैले चाहिँ आज हनुमानजीको टिका लगाएँ त्यसपछि यहाँ आरती पनि हुँदै थियो होइन यो चाहिँ तारकेश्वरको मन्दिर हो यहाँ चाहिँ जहिले पनि आरती हुन्छ त्यसैले पानी पर्न लाग्यो म चाहिँ छिटो छिटो घर जान लागेँ छिटो आरती नसकिँदै म चाहिँ घर लागेँ बादल यस्तो गाडाङ गुरुङ गरिसकेँ म चाहिँ छिटो छिटो भागिहालेर घर गइहालेँ होइन त्यसपछि अनि म घर पनि पुगेँ र मेरो क्लोसेटको पसलमा अनि मैले सामान एक एक गरी मिलाएर मैले छिटो छिटो माथि रुममा लगिहालेँ यो मेरो पसल चाहिँ माछापोखरीको नजिकै बिग मार्टमा छ यहाँ चाहिँ क्लोसेटको फ्लावरदेखि लिएर पटदेखि लिएर हेयरब्यान्डहरू लिएर क्लिपहरू स्कन्चीहरू सबै पाउँछ है हजुरहरूको लागि सो मेरो यो ओछ्याउने सल पनि मैले फोल्ड गरी ओरी मैले मजाले राखेँ त्यसपछि म माथि लग्न जानुपर्छ यो सबै सामानहरू मेरो रुममा राख्छु म यो त्यसपछि बाबाले नि एक एक गरी टेबलहरू पनि ओसार्दै राखिदिनु भयो र मैले पनि ओसार्छु किनभने मेरो रोजको ड्युटी हो अझै टेबलहरू सबै भित्र राख्नुपर्छ नि त यति गर्दाखेरि नि अलिकति दुःख त हुन्छ तर के गर्नु दुःख पछि त सुख आउँछ र म चाहिँ पसल आएँ मम्मीको लागि चाहिँ रङ कम भएको चिया बनाएँ मम्मी चाहिँ रङ एकदम कम खानुहुन्छ नि त सो कपमा हालिवरी मम्मीलाई मैले चिया बनाएँ मम्मी भनेर म चाहिँ लागेँ र मम्मी चाहिँ यहाँ मेवा कटिङ गर्ने हुनुहुन्छ मैले चाहिँ प्लेट लिएर आएँ सो मम्मीले चाहिँ प्लेटमा हाल्दै हुनुहुन्छ मेरो र दिदीको लागि र म चाहिँ प्लेट लिएर मेरो ल्यापटपको अगाडि बसेँ र बिस्तारै खाँदै ल्यापटप चलाउँदै र भिडियोहरू हेर्दै बसेर खाएँ म चाहिँ यो होस्टेल फिल्म हेरिरहेको थिएँ नि त नयाँ युट्युबमा आएर सो होस्टेलको फिल्म हेरिरहेको छु म मुभी भन्ने राम्रो थियो होइन मलाई चाहिँ मन परिरहेको थियो मजाको हेरिरहेको थिएँ मैले चाहिँ यो